भित्र चाहिँ यस्तो क्रिसमस आएको रहेछ। त्यो मलमा चाहिँ पुरै क्रिसमस लागिरहेको रहेछ। साथीहरू अब चाहिँ म मेरो काम सकेर म एक साथ यहाँ गाडी कुद्दैछु। वेलकम ब्याक टु माई च्यानल अगेन। आइ एम सारा। तपाईँहरू सन्चै हुन्छ होला, म पनि सन्चै छु। फेरि पनि तपाईँहरूसँग नयाँ भिडियो लिएर आउँदैछु। आज चाहिँ मेरो बिदा हो क्या, त्यही भएर घरमा बस्दा बस्दा वाक्क लागेर एकछिन हावा खान निस्किरहेको छु। अनि एक दुईवटा सामान चाहिएको थियो अनि मार्केटतिर निस्किरहेको छु। अहिले चाहिँ आएर सिटी मल अगाडि बसिरहेको छु। अब म सिटी मलतिर लाग्छु अनि के छ कस्तो छ म तपाईँहरूलाई देखाउने नै छु। ओके लेट्स सी। चाहिँ गाडीमा आएको थिएँ कि अनि त्यो एसी पुरा गर्मी भयो। एकछिन आराम गरेँ, सन्चो नि छैन त्यस्तो धेरै। एकछिन आराम गरेँ। अब म छिर्दैछु, म तपाईँहरूलाई पनि देखाउँछु के छ कस्तो छ भनेर। यस्तो छ, देख्न सक्नुहुन्छ बाहिरबाट, भित्रको नि म देखाउँछु। भित्र चाहिँ यस्तो क्रिसमस आएको रहेछ। पुरा आज बिदा भएर पुरा टनाटन मान्छे आइराखेको रहेछ। अब हेरौँ कता के हुन्छ। मेला लागिरहेको रहेछ क्रिसमसले गर्दाखेरि। म पनि खासै आउँछु जस्तो त लागेको थिएन, निस्किन मन त थिएन। त्यही पनि एक्कासी निस्किहालेँ। त्यहाँ बस्दा नि बोरिङ हुन्छ, त्यही भएर यता छिर्दैछु। त्यो मलमा चाहिँ पुरै क्रिसमस लागिरहेको रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ। अब क्रिसमस क्रिसमस साथीहरू अब चाहिँ म मेरो काम सकेर म एक साथ यहाँ गाडी कुद्दैछु। अब मसिना लागेको है, हाम्रो गाडी आइसक्यो। ओके साथीहरू, फाइनली म चाहिँ रुम आइसकेँ। अनि आज खासै बाहिर जान्छु भनेर त्यस्तो प्लान चाहिँ बनाएको थिएन, त्यस्तो मुड पनि थिएन, सन्चो नभए जस्तो भएर बसिरहेको थिएँ। तर म इनकेस निस्किहालेँ, ठिकै रमाइलो भयो। अनि आजको बिदा मेरो यसै बित्यो। आजको मेरो बिदा कसरी बित्यो भनेर तपाईँहरूले भिडियो मार्फत देखिसक्नुहुन्छ। अनि आजको मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला, कमेन्ट गरिदिनु होला। ओके बाई, नेक्स्ट भिडियोमा भेटौँला, बाई।